यदि तपाईँ कतै जानको लागि पठाउ र इनड्राइभ प्रयोग गर्नुहुन्छ र तपाईँले राइड बुक गर्दाखेरि राइडर तपाईँको लोकेसनमा नआएर अलिकति यताउता गइरहेको छ अथवा राइडर रङ लोकेसनमा गइरहेको छ भनेपछि तपाईँले यो भिडियो हेर्नुहोस् है त। सबैभन्दा पहिले तपाईँ आफू भएको करेक्ट लोकेसन राख्न तपाईँले जान्नुपर्ने हुन्छ। अनि त्यो कसरी राख्ने भनेर मैले योभन्दा अगाडिको भिडियोमा राम्रोसँग भनिदिएको छु, तर पनि म यहाँ सर्टमा र सजिलो तरिकाले भनिदिन्छु, राम्रोसँग हेर्नुहोस् है त। जस्तै यो चाहिँ भयो इनड्राइभ, अनि यहाँ चाहिँ तपाईँले इनड्राइभ ओपन गरिसकेपछि तपाईँले चाहिँ यो एरो आइकन छ नि यहाँ जुन मैले देखाएको छु हो, यहाँ चाहिँ तपाईँले क्लिक गरिदिनु भयो भने चाहिँ यो अटोमेटिक राइट लोकेसनमा आउँछ है त। अनि यस्तै गरी अब पठाउमा हेरौँ, ल यो पठाउ ओपन भयो। अनि पठाउमा पनि तपाईँले बाइकमा राइड बुक गर्दै हुनुहुन्छ भने यो बाइकमा क्लिक गरिदिनु होला। अनि यहाँ पनि यो माथिपट्टि यसमा चाहिँ तपाईँले क्लिक गरिदिनु होला। अनि यसमा चाहिँ क्लिक गरिसकेपछि चाहिँ यहाँ सेट अन म्याप भन्ने अप्सन हुन्छ है, यहाँ सेट अन म्यापमा तपाईँले क्लिक गरिदिनु होला। अनि सेट अन म्यापमा क्लिक गरिसकेपछि चाहिँ तपाईँले यो आइकनमा यहाँ क्लिक गरिदिनु होला। अनि यो अटोमेटिक आफ्नै लोकेसनमा आउँछ है त। कहिले कसो यताउता आफै सरेको हुन्छ, अनि त्यसले गर्दाखेरि तपाईँले यसमा क्लिक गरिदिनु भयो भने चाहिँ तपाईँको लोकेसन मिस्टेक हुने चान्स एकदमै कम हुन्छ है त। त्यही भएर तपाईँले यसरी चाहिँ राइड बुक गर्नु होला। नमस्ते सबैजनालाई, माइ नेम इज सेन्जो। आज मिसन आइफोनको डे 11। आजको दिन चाहिँ काठमाडौँमा अलिकति पानी पर्न लागेको जस्तो गइरहेको थियो, त्यसैले गर्दा म कतै पनि गएन र म काममा पनि निस्केन, म रुममै सुतेर बसेँ। अनि मैले आइफोनको लागि 100 रुपियाँ खुत्रुकेमा जम्मा गरेँ र आज पनि 100 रुपियाँ जम्मा गरेर मेरो मिसन आइफोन डे 11 यही सकियो। धन्यवाद।